ल गाइस, यो चाहिँ कर्णाली चिसापानी पुल है। यो चाहिँ हाम्रो चाहिँ रानी जमरा फुलेरिया सिँचाइ आयोजनाको इन्टेक साइड हो हैन। अब यहाँबाट चाहिँ टोटली पानीहरू चाहिँ भनौँ न अब सिँचाइको लागि चाहिँ ट्रान्सफर गर्ने गर्छ। कति चाहिँ पानी बेग चाहिन्छ भनेर हैन। अब यो चाहिँ कर्णाली चिसापानी पुल हैन। अब आज चाहिँ स्पेसली म चाहिँ यसो घुम्न आएको कर्णाली चिसापानी पुल हैन। अब सब फ्यामिलीको साथमा आएको थिएँ र अहिले चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ मस्त पानी परिरहेको छ। र मलाई लाग्छ यो पानी यति धमिलो हुनुको पछाडिको कारण चाहिँ अब भनौँ न पहाडी भेगमा चाहिँ अब धेरै पानी परेको जस्तो मलाई फिल भइरहेछ हैन। अब कर्णाली चिसापानी पुल जहाँ चाहिँ धेरै पर्यटकहरू घुम्न आउने गर्नुहुन्छ हैन। अब सुदूरपश्चिमबाट अब अलि माथि र सुँगुरखालदेखि भनौँ न त्यसपछि गएर अब बाँके बर्दिया अब पूर्वदेखि पनि धेरै मान्छेहरू यहाँ चाहिँ भिजिट गर्न आउनुहुन्छ। र हामीले प्रायः जस्तो यता इन्डियन टुरिस्टहरूलाई पनि आएको यहाँ बेसी देख्छौँ होइन। अनि त्यही भएर चाहिँ अब यो स्पेसली पर्यटकको लागि सम्भावना बोकेको ठाउँ हो होइन। यो ठाउँलाई अझ भनौँ न पेन्टिङ पनि लगभग मलाई लाग्छ तलतिरको पेन्टिङहरू चाहिँ गइसकेको छ होइन। अब सो द्याट यसलाई चाहिँ अझ कलरफुल अझ रङ्गिन बनाउन सक्यो भने मलाई लाग्छ अझ धेरै पर्यटकहरू आउन सक्नुहुन्छ यो ठाउँमा होइन। सो द्याट पानी धमिलो छ नत्र एकदमै यो पानी तपाईँको देख्न सक्नुहुन्छ एकदमै आज चाहिँ अलिक धेरै पनि बगेको छ। किनभने माथि 2-3 दिनबाट चाहिँ कन्टिन्युसली चाहिँ पानी परिरहेको छ कि ल। सो द्याट यही हो कर्णाली चिसापानीको बारेमा मैले तपाईँलाई सर्टकटमा भनिदिएँ होइन। सो द्याट ल तपाईँहरू पनि घुम्न आउनुहोस्, भिजिट गर्न आउनुहोस्। हाम्रो सुदूरपश्चिमको यो प्रवेशद्वार हो होइन। सबैजना आउनुहोस्, भिजिट गर्नुहोस्, जानुहोस् है त। थ्याङ्क यू सो मच फर वाचिङ।